म पूर्णखर पौडेल अरुञ्जपरी स्याङ्जा जिल्ला गण्डकी प्रदेश। सबै हाम्रा देशवादीहरूलाई र देशका सबै चाहिँ जनताहरूलाई र हाम्रा भाइ बहिनी छोराबुहारी नाति नातिनालाई मेरो तर्फबाट आज असोजको 23 गतेको दिनलाई मैले हार्दिक शुभकामना गर्दै कुन ठाउँमा हुनुहुन्छ, कस्तो ठाउँमा हुनुहुन्छ, कस्तो हिसाबले बस्नुभएको छ, कुन दुःख बेहोर्नु भएको छ, त्यसको लागि मैले एकदम हृदयदेखि हेर तपाईहरुलाई चाहिँ मैले चाहिँ माया गर्छु र तपाईहरुले चाहिँ माया गर्नुभयो होला भन्ने चाहिँ थाहा पाउनु भएको छ। अब मेरो नाम पूर्णखर पौडेल भनेर अब त्यसै जान्नु भएको छ। अब आजको संविधान दिँदैछु, मैले संविधान हैन संविधान दिँदैछु। म यहाँ एउटा नोट बनाइराखेको छु, त्यो तपाईहरुलाई चाहिँ भन्दैछु, हेरेर भन्दैछु है। त्यो माइन्ड नगर्दिनु होला र राम्रो भए राम्रो भन्नु होला, नराम्रो भए नराम्रो भन्नु होला। आयो नेपाल काँडा उत्पादन भयो, आयो नेपाल काँडा उत्पादन भयो। कसरी नेपाल भयो कुनैलाई थाहा छ? राणा शासनदेखि हेरेर उत्पादन भयो। अहिले जेएनजीओले कति तोडफोड गरे, कति यातायातहरू जलाए। अब फेरि आउने दिनहरुमा 14 गते पछि फेरि चाहिँ भयंकर युद्ध हुने सम्भावना छ। 2030 सम्म यो युद्ध हुने छैन। उस्तै परे घर घरैमा छोरा बुहारी सासू ससुरासित युद्ध हुने छ। बुझ्नुभयो? छोरा बुहारी सासू ससुरासित युद्ध हुने छ घर घरमै। 2030 सम्म यो चाहिँ शान्ति हुने छैन। यो मैले एउटा भविष्यवाणी गरेको है। फेरि यो भविष्यवाणी पनि मैले पहिले पनि चाहिँ 1 वर्ष अगाडि चाहिँ भनिसकेको र अहिले पनि भनेछु। 2030 सम्म भयंकर युद्ध हुने छ र घरै घरैमा मानम तपाईं हामी चाहिँ जति छोराछोरी चाहिँ पाएको भए पनि तिनी चाहिँ रमाउने छन् र रजाउने छन्। बुढाबुढीलाई तपाईको चाहिँ एउटा बिस्तारा पनि दिने छैनन्। खानाको कुरा छोड्दिनु, बिस्तारा पनि दिने छैनन्। ती छोराछोरीलाई यहाँ हेर्छु म। ती छोराछोरीलाई कस्तो हिसाबले हामीले मेलामा जाँदाखेरि पनि छोराछोरी घरमा भोकै छन् भनेर आफूले खाना ल्याएको गाँस पनि काटेर र गोजीमा हालेर ल्याएर ती केटाकेटीलाई खुवाइयो। मर्छन् कि बिग्रन्छन् कि भत्किन्छन् कि भन्दै चाहिँ ल्याएर खुवाइयो। अब तिनै छोराछोरी जेएनजीओ हुँदैछन्, भइसकेका छन् र अझै चाहिँ तमासा चाहिँ अब चाहिँ आउने दिनहरुमा हेर्नु होला। 2030 सम्ममा के हुँदैछ? अलि लामो भिडियो भयो। यो कलियुग हो। कली भनेको झपक्क बलि, हुँदैछ, हुने छ, भइसकेको छ। तपाईहरुले देखिसक्नु भएको छ। कस्तो लाग्यो मेरो आजको चाहिँ तपाईहरुलाई चाहिँ प्रत्यक्ष रूपले चाहिँ तपाईहरुलाई चाहिँ भिडियो बनाएर देखाएको? कृपया चाहिँ मन परेदेखि लाइक गर्नु होला, नपरेदेखि परेन भन्नु होला है। परेन भनेर गाली र ताली दिनु होला। त्यति भन्दै म पूर्णखर पौडेल अरुञ्जपरी बासिन्दा। नमस्कार।